जसरी मोदीले गुजरात मोडल भनेर भारतभरि जानुभयो, मैले पनि त्यसै गरी गुल्मी मोडल लिएर जान चाहन्छु। मलाई गुल्मी मोडल बनाउन हजुरहरूले सहयोग गर्ने कि नगर्ने? राजनीतिक कुरा छ, देशव्यापी कुराहरू छ। मैले अलिकति राजनीति भन्दा नि हामीलाई डेलिभरी नै चाहियो हो कि अब गफै चाहिएको, त्यही भएर मैले त्यो टपिकलाई चाहिँ छोइनँ। अब हामीले गाली गर्ने यो केही पनि नगरौँ कि अब हामीलाई डेलिभरी चाहियो हो कि अब अगाडि जानुपर्ने हो कि। अब के हो भन्दाखेरि घरको अभिभावक भइसकेपछि, घरको बुवा जस्तो भइसकेपछि, घरको आमा जस्तो भइसकेपछि त्यो किचिपिची साना बच्चापछि जस्तो कुरा गर्ने होइन। अभिभावक जस्तो निर्माण गर्नुपर्छ। झगडा हुन्छ भने मिलाउन सक्नु पर्यो होइन। अब पैसा छैन भने पैसा ल्याउनु पर्यो, म्यानेज गर्नु पर्यो। रिसेर बसेर कुनामा थन्केर काम छैन, अरूलाई गाली गरेर काम छैन। गाली गर्ने अब समाधान होइन, हामीलाई सोल्युसन चाहिएको। त्यही भएर मैले साथीले के भन्नु भन्दाखेरि एकजना गुल्मीकै एकजना युवा नै हुनुहुन्छ, उहाँले चाहिँ मलाई के भन्नुभयो भन्दाखेरि सागरजी तपाईँ त पुरै साधारण तरिकाले हिँड्नु भएको छ, मासु पनि नखाने भन्नुहुन्छ, रक्सी पनि नखाने भन्नुहुन्छ, यसरी पनि चुनाव जितिन्छ गुल्मी जस्तो ठाउँमा भन्नुहुन्छ उहाँले। यसो त जितिन्छ, म तपाईँसित लाग्दिनँ, मासु खानु पर्यो, मैले रक्सी खानु पर्यो भन्नुहुन्छ उहाँले सिधै आएर। अनि त्यसरी पनि देश बन्छ। अनि मैले उहाँलाई के भने भन्दै गर्दाखेरि यदि मासु रक्सी खाने हो भने तपाईँ मेरो क्याम्पेनमा जे जे गर्ने हो गर्नुहोस्, तर मेरो म जहाँ छु त्यो ठाउँको 5 किलोमिटर वरिपरि नगर्नुहोस्, जहाँसुकै गर्नुहोस् भनेर भन्दै मैले। चाहिएन तपाईँ जस्ता मान्छेहरू, जानुहोस्, एकजना पनि मान्छे चाहिएन मलाई। चाहिने खराब काम गर्नु छैन हामीलाई। अब फेरि यत्रो 30-40 वर्ष हामी पछाडि भइसक्यौँ, अर्को 30-40 वर्ष पछाडि हुन चाहन्नौँ। खराब बाटो लिएर सही ठाउँमा पुगिँदैन। पूर्व जाने पूर्वकै बाटो लिनुपर्छ, पश्चिम जाने पश्चिमकै बाटो लिनुपर्छ। त्यही भएर यो कुरामा स्पष्ट हुनुहोस् भनेर भनेको थिएँ। मैले एउटा डडेलधुराको उदाहरण दिन चाहेँ हजुरलाई र हाम्रो गुल्मीको क्याम्पेनलाई पनि म जोड्न चाहेँ। पहिले सुरु डडेलधुरा गएँ, सुरुको दिन 50-60 जना केटाहरू हु गर्दै आए, बाइक डोट गर्नु हुन्छ नि केटाहरू सबै होइन आए। अनि आइसकेपछि के भन्दाखेरि पहिलो दिनमा चाहिँ स्वागत गर्ने भनेर आए। आउँदै गर्दाखेरि अनि ल ठिकै छ, अब म त केही पनि खाँदिनँ, मासु केही पनि खानु, थपक्क बस्ने हो। म त भयमै लडेर एउटा स्लिपिङ ब्याग भयो, म कुनैमै गएर सुत्दिन्छु, मलाई के मतलब छ र। अनि म ठुल्ठुलो होटलै चाहिँदैन, केही पनि चाहिँदैन। अनि म होला ल अर्को दिन चाहिँ निस्क्यो, म त के मासु केही पनि खाँदैन, सामान्य भात दाल तरकारी मात्रै खायो, केही पनि खाएको छैन, सुतेको होइन। कति नै होला 1000-1500 बिल होला नि त भनेर भनेको। बिहान उठ्छु भन्दै गर्दा 40-50 हजार बिल भन्छ। ढक खाइन म त, लो कहाँबाट आयो 40,000 बिल? मैले त केही खाएकै छैन, आछु बसेछु भात दाल खाछु, पैसा कहाँबाट आयो भनेर भन्दै सबै बसेर मासु रक्सी बियर सियर चबाइदिएछन् मजाले। अनि त्यसपछि मैले दोस्रो दिन के भने भन्दाखेरि तिम्रो सबै जा, मलाई कोही छैन, म एक्लै एउटा बाइक लिएर हिँड्छु भने म लिटरल्ली एक्लै एउटा बाइक लिएर हामी 2-4 मान्छे मात्रै भएर हिँडेको। त्यसरी 13,000 मत आएको। जहिले पनि तपाईँले जे बिउ रोप्नुहुन्छ नि त्यही नै फल्ने हो। तपाईँले जे बिउ रोप्नुहुन्छ, सत्यताको बिउ रोप्नुहुन्छ, इमान्दारिताको बिउ रोप्नुहुन्छ भने त्यही नै फलेर झाँगिँदै जाने हो, ठुलो हुने हो। फेरि सत्यताको बल यति ठुलो हुन्छ नि, तपाईँ जब इमान्दार हुनुहुन्छ नि त्यो खरबपतिसँग कोही डराउँदैन क्या, त्यसलाई हामीले ढाल दिन्छन्। इमान्दारी त्यति पावरफुल हुन्छ। म त्यो रूपमा स्पष्ट छु, गुल्मीको केटो हो, गुल्मीको बडीगार्डको हाम्रा जति पनि छन्, हाम्रो गुल्मीको इमान्दारिता छ, बौद्धिकता छ, त्यसलाई मैले क्यारी अन गर्छु र गुल्मीमा पनि के भयो एउटा उदाहरण दिनुहोस्, नोमिनेसनको दिनको उदाहरण दिन्छु म। गुल्मीमा हामी काठमाडौँबाट टिकट लिएर नोमिनेसनको दिन गइयो। गुल्मी जाँदै गर्दाखेरि साथीहरूले के भन्नु भन्दाखेरि त्यो दिनको रात, जुन दिन नोमिनेसन गयो त्यो दिनको रात, सागरजी तपाईँ त राष्ट्रिय नेता होइन, तपाईँ जानु पर्यो, अब आज राति बस्नु पर्यो, तपाईँलाई त तातो चिसो पानी चाहियो नि त होइन, तपाईँ त होटलमा जानु पर्यो, फलानु होटलमा जानु पर्यो, 3-4 हजारको कोठा छ, त्यहाँ गएर बस्नु पर्यो, हामी व्यवस्था गर्छौँ। किन चाहियो मलाई 3-4 हजार कोठा, 4-5 हजार कोठा चाहिँदैन भनेर हामी 500को कोठामा गएर बसेको त्यो रात। अनि त्यसपछि के भयो भन्दाखेरि त्यसपछि हामी सबै साथीहरूलाई त्यो दिन के भन्नु भन्दाखेरि सागरजी यस्तो त हुन्न, हप्तामा 1 दिन त कुखुराको झोल त खानुपर्छ। लिटरली साँच्चै नै भनेको यो त्यही नै भयो। अनि त्यसपछि मैले उहाँलाई के भने भन्दाखेरि कुखुराका झोल सोल छोडिदिनु, यो सबै बन्द गर्नुहोस्, हामी 500को कोठामा जाने हो, दाल भात तरकारी खाने हो भनेर भने। अनि पहिलो रात चाहिँ, दोस्रो रात चाहिँ के भयो भन्दाखेरि ड्राइभरले त बुझ्नु भएन, अब ड्राइभर त बिचरा मेहनत गर्ने, दुःख गर्ने होइन, सबै गर्ने। अनि दोस्रो दिन चाहिँ के भयो भन्दाखेरि अरू सबैले कसैले मासु भात खाएछन् होइन, तर ड्राइभरले चाहिँ खानु भएछ दोस्रो रात चाहिँ। त्यसपछि तेस्रो रात चाहिँ के भयो भन्दाखेरि ड्राइभरले पनि बन्द। त्यसपछि के भयो भन्दाखेरि हामी सबै यो मासु भात रक्सी थप्पै छ। हामी 4 दिन 5 दिन क्याम्पेन गरेर आयौँ। एकदमै गाडी एउटा सामान्य गाडी लिएर हिँडेको हो। गाडी कुन छ भन्ने कुरा तपाईँलाई थाहा छँदैछ। मेरो खर्चबाट मैले स्पष्ट रूपमा सबै जो पनि हिँड्नुहुन्छ मैले भनिरहेको के हो भन्दै गर्दाखेरि भोलि बिहान संसदमा जाँदै गर्दाखेरि मैले यो जे भन्यो नीति नियम बनाउँदै गर्दाखेरि यतापट्टि बिलहरू करोडौँको बिल छ, चुनाव जित्या छ, यतापट्टि नीति नियम छ, कुनमा काम गर्ने भनेर तनाव नहोस्, मलाई स्पष्ट रूपमा काम गर्न पाइयोस् त्यति भनेर मलाई व्यापारीहरूले नकिनुन् भनेर म स्पष्ट छु। मेरो क्युआर कोड छ। भोलि बिहान चुनाव सक्यो भने मलाई सोध्नु होला कहाँ छ, अब यो कार्यक्रम गर्नुभयो, यहाँ आयोजकज्यूले नै म्यानेज गर्नुहुन्छ, यो मेरो खर्च चाहिँ होइन, फेरि तपाईँले सोध्नु होला के होला
होइन, यो पनि सार्वजनिक गरिदिनु होला, कहाँबाट के पैसा कति आयो कसो भयो के भयो, सार्वजनिक रूपमा यहीँको टिमहरू चाहिँ अकाउन्टेबल हुनुहुन्छ। मेरो व्यक्तिगत खर्च म तपाईँहरूलाई मेरो ब्याङ्क स्टेटमेन्ट छ, वेबसाइट छ, मैले अहिले पनि आजको दिनमा पनि म डडेलधुरामा कति खर्च गरेँ भने आज पनि देखाउन सक्छु ब्याङ्क स्टेटमेन्ट। मैले सबै साथीहरूलाई क्युआर कोडमा स्क्यान गरेर गर्नुहोस् भनेर भनेको छु। यो इमान्दारिताको हदको एक्सट्रिम पार गर्नुपर्छ भन्ने मेरो अनुरोध हो सबैलाई। हाम्रो देश बन्दैन, फेरि त्यही भ्रष्टाचारको खाडलमा जान्छ। यत्र 70-75 जना 80 जना मान्छे मर्ने, अनि फेरि अहिले आएर हामीले भ्रष्टाचारको जगमा चुनाव महँगो गराउने। लाज लाग्नु पर्दैन, हामी सबैलाई लाज लाग्नुपर्छ। यो देशले कहिले पनि देश विकास हुँदैन, स्पष्ट हुनुहोस् यो कुराहरूमा। त्यही भएर चुनावमा भ्रष्टाचार मुक्त गराउने हो भने चुनाव सादगीपूर्ण नै हुनुपर्छ। तपाईँलाई मासु भात खान छ घर घर खानुहोस्, नेताको पछि ल्याएर मासु भात खाने होइन, रक्सी खुवाउने खाने होइन। त्यही भएर गाडीको ड्राइभर तपाईँ इमान्दार चाहियो नि त। प्यासेन्जरले जेसुकै गर त्यो मतलब कुरा होइन, तर गाडीको ड्राइभर गाडी चलाउँदै गर्दाखेरि आफ्नो प्यासेन्जरप्रति इमान्दार हुनुपर्छ, नैतिकवान हुनुपर्छ। जहाँ रक्सी केही पनि खानु हुँदैन। ड्राइभरले प्यासेन्जरले के गर्नुहुन्छ मलाई मतलब, प्यासेन्जर सुत्न पाइयो नि त, आनन्दले हल्ला गर्न पाइयो, म्युजिक लाउन पाइयो, अलिअलि बियर खान पाइएला के पाइएला आफ्नो ठाउँमा छ। तर ड्राइभरले कम्तीमा अनुशासनमा कडा अनुशासनमा बस्नुपर्छ भन्ने मेरो एकदमै त्यो ध्यानले गर्दाखेरि म आफैलाई कडा अनुशासनमा राख्छु। नोमिनेसनको दिन पनि मैले 36 घन्टा पानी मात्रै खाएर बसेको 36 घन्टा गुल्मीमा मैले नोमिनेसन गर्दाखेरि पनि पानी मात्रै खाएर ध्यान गरेँ, बसेँ, रेसुङमा गएँ, ध्यान गरेँ। र त्यो भन्दै गर्दाखेरि मैले हजुरहरूलाई र अर्को टपिकमा मैले थोरै प्रश्नहरूको उत्तरहरू आउँछन्। कतिपय राष्ट्रिय प्रश्नहरू सोध्नुभएको थियो, मैले राष्ट्रिय प्रश्नहरू अहिले लिइनँ किनकि गुल्मी रूपन्देही सम्पर्क समाज गुल्मीको सम्भावना के हो भन्ने कुरा चाहिँ एउटा मोडल छ है। गुल्मीको सम्भावना हामीले कालीगण्डकी कोरिडोरको कुराहरू गरिरहेका छौँ, मुक्तिनाथ धामको कुरा गरिरहेका छौँ, पोखराका कुराहरू गरिरहेका छौँ। यहीँको बिहारको, यही उत्तर प्रदेशको एउटा बच्चा अस्ति आउँदै गर्दाखेरि मलाई भन्नुहुन्थ्यो, एउटा बच्चा आउँदै गर्दाखेरि यही बुढोल आउँदै गर्दाखेरि पहाड देख्दै ढक्क खाएछ। ओहो पहाड त यत्रो हुँदो रहेछ भनेर गएर यसरी समातेछ। पहाड कस्तो हुँदो रहेछ भने हेर्नु त पर्यो नि त। त्यस्ता मान्छेहरू करोड छन्, 10-20 करोड छन्। हामीले ल्याउन सकेको खोइ त्यस्ता मान्छेहरू। यो पहाड छाम्न मात्रै चाहने मान्छेहरू कति छन् होला। तपाईँले त्यही बिहारमा हामीले रोड एक्सेसको कुराहरू गरिरहेका छौँ। यही हाम्रो सिद्धबाबा टनलदेखि लिएर सडकका बुरादारका कुराहरू अहिलेसम्म हामीले गुल्मी मात्रै होइन कि पाल्पा सबैबाट हामीले इन्जिनियर पठाएको खोइ 2-4 जना 5-6 जना त इन्जिनियर चाहिने होला नि त संसदमा यो उठाउनको लागि। तर हामीले त्यो सम्बन्धी विज्ञ पनि पठाउन सकिरहेका छैनौँ। तर त्यस सम्बन्धी नै हामीले के भइरहेछ, मुटुको समस्या छ, मुटुको डक्टरले नदेखाएर हुन्छ त, दाँतको डक्टरले देखाएर हुँदैन होला। त्यही भएर यो कुराहरू पनि हामीले कनेक्टिभिटीलाई हामीले इम्प्रुभ मात्रै गर्न सक्ने धेरै टाढाको विषय होइन। हामीले चाइनामै गयौँ भने पनि मैले एउटा उदाहरण दिन्छु तपाईँलाई। अलिकति मैले विश्वको अलिकति यो बौद्धिक समाज छ जहाँसम्म यो हामी सबै साथीहरू छौँ र रेकर्डेड पनि छ, सबैले हेर्नु होला। गुल्मिली सबै जति पनि हुनुहुन्छ सबैले हेर्नु होला। तपाईँ साङ्घाईतिर जानुभयो, चाइनाको पूर्वी बेल्टतिर सबै जानुभयो भने के छ भन्दै गर्दाखेरि त्यहाँ एउटा ठाउँबाट अर्को ठाउँमा जानको लागि कहिले मौसम यति खराब छ कि कहिले चिसो हुन्छ। सायद कोरियातिर बस्ने साथीहरू हुनुहुन्छ होला, हिउँ पर चिसो हुन्छ। युरोपतिर जानुभयो भने हिउँ पर चिसो हुन्छ, पानीको बाहिर पनि हिँड्न मिल्दैन। नर्वे स्विडेनतिर त बस्न पनि मिल्दैन। त्यो जहाँसुकै त्यस्तो छ विश्वभरिकै हेर्दै गर्दाखेरि। सायद विश्वमा यो हिमवत पर्व मात्रै यस्तो ठाउँ हो, हामी बुटवल पाल्पा गुल्मी यस्तो ठाउँ हो संसार कि बेसरी हिउँ पनि पर्दैन, बेसरी गर्मी पनि हुँदैन, आनन्दले बस्नुपर्ने छ। हाम्रो बुटवलकै कुरा गर्नुहुन्छ भने पनि मैले कङ्क्रिटको जङ्गल पनि भन्छु। यो कङ्क्रिटको जङ्गल बनाइरहेका छौँ। यस्तो कङ्क्रिटको जङ्गल संसारमा कहाँ हुन्छ? प्लानिङ बेगर हामीले काठमाडौँका सहरहरू बनाइरहेका छौँ, बुटवलका सहरहरू बनाइरहेका छौँ। यहाँ खरबौँ रुपियाँ लगानी गरिरहेका छौँ, तर चाहिने ठाउँमा लगानी गरिरहेका छैनौँ। त्यो पनि हामीले विशेष रूपमा उठाउनु पर्ने छ। मैले विस्तृत रूपमा बुझाउन हजुरलाई कति सकिनँ। मलाई यो कङ्क्रिटको जङ्गल सम्बन्धी पनि हजुरलाई बुझाउनलाई अर्को 15 मिनट चाहिन्छ। नेपालभरिका कङ्क्रिटका जङ्गलहरूले कसरी चाहिँ हामीले बजेट पैसा खनेका छौँ, जिरोमा पुर्याएको छ पैसा चाहिँ लगानी गरेर। यही बुटवलमा हामीले 1-1.5 करोड 2 करोड लगानी गरिरहेका हुन्छौँ, त्यसको प्रतिफल के छ? जिरो छ। तर त्यही 1.5 करोडको घर हामीलाई चाहिएको हो कि होइन भन्ने प्रमुख प्रश्न हो। त्यो पैसा जम्मै विदेशमा कुवेतमा गएर पसिना कमायो, कतारमा गएर कमायो, यहाँ 1-1.5 करोडको घर 4 आनाको कोठामा बनाइदियो। त्यही गुल्मीमा त्यस्तो मजाले बस्न पाइन्छ। हामीलाई यो बाध्यता के हो? के यो मैले नबुझिरहेको किन यो बाध्यता हो? के को बाध्यता हो? पैसा त्यहाँनिर खेर गइरहेको छ। यसलाई हामीले प्लानिङै गरेर नीति नियम बनाएर हामीले यसलाई एकदमै एड्रेस गर्नुपर्ने छ। अर्को कुरा चाहिँ के भन्दै गर्दाखेरि मैले हजुरलाई अनुरोध के गरेँ भन्दै गर्दाखेरि मेरा प्रतिस्पर्धीहरू हुनुहुन्छ। प्रतिस्पर्धीहरू हुँदै गर्दाखेरि पनि हजुरहरूले बुझ्नुपर्ने, अघि नै मैले बजेटहरूको कुराहरू पनि देखाएँ। उहाँहरूले कुनै पनि कुराहरू एकीकृत योजनाहरू कसैले पस्किनु भएकै छैन, जुन चाहिँ मैले अब आउने 5 वर्षमा पस्किन चाहन्छु। र सँगसँगै मेरा प्रतिस्पर्धी हुनुहुन्छ, प्रदीप गेवाली हुनुहुन्छ। मेरो एकदमै आदर छ, सम्मान छ।
र चन्द्र भण्डारी हुनुहुन्छ, मेरो एकदमै आदर छ, सम्मान छ। सुदर्शन बरालजी हुनुहुन्छ, मेरो एकदमै आदर छ, सम्मान छ। तर तिनैजनामा हुने गुणहरू, हाम्रो प्रदीप गेवालीको जुन शालीनता छ, मेरो एकदमै सम्मान छ त्यसमा। चन्द्र भण्डारीको बौद्धिकता छ, त्यसमा मेरो सम्मान छ। सुदर्शन बरालको जुन क्रान्तिकारी क्षमता छ, त्यो पनि मैले डडेलधुरामा गएर पस्किसकेको छु। त्यही भएर तिनैजनाको क्षमता जुन छ त्यो चाहिँ मैले कभर गर्न सक्छु, त्यो ममा छ। त्यही भएर मैले काङ्ग्रेस, एमाले, माओवादीलाई मैले अनुरोध गर्न के चाहन्छु भन्दै गर्दाखेरि तपाईँले तिनजनालाई भोट दिनु पर्दैन। तपाईँले तिनजनालाई भोट दिनु पर्दैन। तिनजनाको भोट मैलाई दिनुहोस्। मैले उहाँहरूको सबै चिज कभर गर्ने, मैले सबै कभर गर्छु। मेरो प्रदीप गेवालीलाई पनि अनुरोध छ, चन्द्र भण्डारीलाई पनि अनुरोध छ, सुदर्शन बरालजीलाई पनि अनुरोध छ। यहीँ बसौँ, यहीँ डिबेट गर्न म तयार छु। मलाई केही समस्या छैन। तपाईँहरूका योजना अहिलेसम्म के गर्नुभयो र अब गर्ने के हो, आधार के हो? मेरो बुवा उमेरको पनि हुनुहुन्छ, मेरो सम्मान छ, आँखामा राख्नुपर्ने छ। र अर्को खुसीको कुरा, राम्रो कुरा पनि के हो भन्दै गर्दाखेरि एमाले भित्र पनि राम्रो उम्मेदवार को हो भन्दै गर्दा प्रदीप गेवाली हुनुहुन्छ, काङ्ग्रेसभित्र पनि राम्रो को भन्दाखेरि चन्द्र भण्डारी हुनुहुन्छ। त्यही भएर मलाई यो चाहिँ राम्रो लाग्छ कि गुल्मी जिल्लाको यो पहिचान हो जस्तो लाग्छ। त्यो हुँदै गर्दाखेरि मेरो हजुरहरूलाई अनुरोध के हो भन्दै गर्दाखेरि उहाँहरूलाई मेरो सम्मान छ। प्रतिस्पर्धी हुँदै गर्दाखेरि काखमा राख्न सकिन्छ, आँखामा राख्न सकिन्छ, समस्या छैन। तर गुल्मी जिल्ला भनेको त लोकसेवा आयोगमा प्रतिस्पर्धी हुने हो, नम्बर 1 हुने हो नि त। हामी त 60मा 80 ल्याउने, 80लाई जान्ने हो नि त, 60लाई किन छान्ने हो र? मेरो अनुरोध के हो भन्दै गर्दाखेरि उहाँहरूले देशभरिका नेताहरू छान्दै गर्दाखेरि 100मा 40-50 ल्याउनु होला। मेरो हजुरलाई अनुरोध के भन्दाखेरि मैले 80 ल्याउँछु, त्यही भएर मलाई भोट दिनुहोस् भन्ने हो। गर्नु भएन, गाली गलौजको राजनीति नगरौँ भन्ने हो। त्यही भएर मेरो सम्पूर्ण गुल्मेली जनतालाई अनुरोध के छ भन्दै गर्दाखेरि यसपालि केही आँखा चिम्म गरेर, चाहे तपाईँ काङ्ग्रेस हुनुहोस्, चाहे एमाले हुनुहोस्, चाहे माओवादी हुनुहोस्, काङ्ग्रेसको भ्यू, काङ्ग्रेसलाई फैलाउने पनि मेरै हजुरबा। अब एमालेको भ्यू पनि मेरो हजुरबा यही नै हुनुहुन्छ। अब नाम नलिगाउँ, एमाले फैलाउने भ्यू पनि यही हुनुहुन्छ होइन। अब माओवादीको साथीहरू यही हुनुहुन्छ। हुँदै गर्दाखेरि काङ्ग्रेस, एमाले भने पनि मेरै आमा बुवाहरू हुनुहुन्छ, मेरै दाजुभाइहरू हुनुहुन्छ। तपाईँहरू यसपालि मैले अहिलेसम्म कुनै पनि पार्टीमा जोइन गरेको छैन, अहिलेसम्म कुनै पार्टीको सङ्गठन पनि जोइन गरेको छैन। हुँदै गर्दाखेरि मैले अब एउटा पानी त होल्ड गर्नु पऱ्यो नि त, पानी त केहीमा राख्नु पऱ्यो। पार्टी चाहिँदो रहेछ, पार्टी नभई नहुँदो रहेछ। त्यो कारणले गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी हो। तर हाम्रो लागि पार्टी नै सर्वेसर्वा होइन, हाम्रो लागि देश सर्वेसर्वा हो, हाम्रो लागि नैतिकता सर्वेसर्वा हो, हाम्रो लागि इमान्दारी त सर्वेसर्वा हो। त्यही भएर एउटा माध्यम मात्रै हो पार्टी भनेको, तर सबै चिज होइन। तपाईँहरूलाई अहिलेसम्म काङ्ग्रेस, एमाले, माओवादीको पार्टी नै सर्वेसर्वा हो, देश के पनि होइन भनेर दिमाग भुट्टिएको छ। दिमाग भुट्टिएको छ भने अब दिमाग खोल्नुहोस्। नेपालभरिका जनतालाई मेरो अनुरोध छ। र मैले अन्तिममा हजुरहरूलाई अनुरोध के गरेँ भन्दै गर्दाखेरि प्रत्येक पालिकाहरूमा 12वटा पालिका छन् गुल्मी जिल्लामा। 12वटा पालिकाहरूको बजेट भनेको करिब 7 अरब 12 करोड बजेट रहेछ 12वटा पालिकाको। अब यसमा मैले हजुरलाई अब अलिकति विशेष ध्यान दिएर सुन्नु होला। 77वटै जिल्लामा बौद्धिक जिल्ला हो। इमान्दारितामा हामी नम्बर 1 छौँ। चाहे त्यो विपक्षीकै पार्टीहरू हुनुहोस्, चाहे एमाले हुनुहोस्, चाहे काङ्ग्रेस हुनुहोस्, चाहे जोसुकै हुनुहोस्, हामी यसमा चाहिँ 77वटै जिल्लामा नम्बर 1 छौँ। हुँदै गर्दाखेरि हामीले बुझ्नुपर्ने के भन्दाखेरि भारतमा गुजरातीहरू जो हुन्छन् नि, गुजरात तपाईँ चाहे त्यो मोदी भन्नुहोस्, चाहे गान्धी भन्नुहोस्, चाहे जोसुकै भन्नुहोस्, चाहे आडवाणी भन्नुहोस्, चाहे अम्बानी भन्नुहोस्, सबै गुजरात नै एउटा यस्तो प्रदेश भइदियो कि पुरै भारतै कायापलट गरिदिँदैछ गुजरातले। चाहे त्यो उद्योग होस्, चाहे त्यो राजनीति होस्, सबै कुराहरूमा। म अफ्रिकामा जान्छु, अफ्रिकामा गएर अफ्रिकाको केन्यामा हुँदै गर्दा त्यहाँको मन्दिर पनि कसले बनायो भन्दै गर्दा गुजरातीले बनायो। धर्म कर्म होस्, सबै कुरामा गुजराती भनेपछि भारतभरि एकदमै फेमस छन्। उद्योगीहरूमा गुजराती माइन्डसेट हुनुपर्छ उद्योगीको लागि भनेर भन्छन् होइन। भन्दै गर्दाखेरि गुजरातीले जागिर गर्दैन रे, व्यापार गर्छ रे, त्यो खालको संस्कार छ त्यहाँ। त्यो गुजरातले भारत बनाइरहेको छ। तर नेपालमा गुल्मी यस्तो जिल्ला हो जहाँ चाहिँ बौद्धिकताको जिल्ला हो, क्षमताको जिल्ला हो, इमान्दारिताको जिल्ला हो। त्यही भएर मेरो अनुरोध के हो भन्दै गर्दाखेरि अबको प्लान भनेको मलाई हजुरहरूले यसपटक हजुरले के गरिदिनुहोस् भन्दै गर्दाखेरि पार्टीभन्दा माथि देश सोचिदिनुहोस्, पार्टीभन्दा माथि हजुरकै गुल्मी जिल्लाको छोरो आएको छ भन्ने सोचिदिनुहोस्। र सोच्दै गर्दाखेरि हामीले अहिले प्लान गरिरहेको गुल्मी क्षेत्र नम्बर 1 र 2 जित्ने मात्रै होइन, यति कुरा स्पष्ट हुनुहोस्। जित्नु मात्रै अल्टिम लक्ष्य होइन। अहिलेसम्म 70-75सम्म कतिले जितेर के हुन्छ हो। अब मैले त्यही कुरा भन्दैछु। अब जित्ने बित्तिकै तर जित्नु त पर्यो नि त, पहिलो स्टेप हो, तर त्यही नै अन्तिम स्टेप होइन। खुर्किलो हामीलाई 1000वटा खुर्किलो चढ्नु छ।
हजारौँ खुर्किलो चढ्नको लागि पहिले सुरु क्षेत्र नम्बर 1 र 2 मा हामीलाई अत्याधिक मतले जिताउनु पर्छ। हजुरहरूले अत्याधिक मतले जिताइसकेपछि अबको 5-7 महिनाभित्र 12वटा पालिका छन्। हामीलाई 12वटा पालिकाहरूमा पनि म क्याम्पेनिङ गर्न आउँछु। अबको 1 महिनाभित्र 12वटा पालिकाको पनि हामीले योजनाहरू बनाउँदैछौँ। 12वटा पालिकाहरू पनि सपोज रेसुङ्गाको छ भने डिएसपी उठ्नु होला, रुरुको छ भने त्यहाँ एउटा इन्जिनियर उठ्ला, चन्द्रकोटको छ भने त्यहाँ अर्को लयर उठ्ला। त्यस्तै गरी तपाईँको रेसुङ्गा लगायतका अन्य पालिकाहरू जति पनि छन्, तपाईँ सत्यवतीमा अर्को खालको डाक्टर उठ्ला। त्यही भएर हामीले समग्र गुल्मी जिल्लालाई कसरी चाहिँ गुजरात मोडल बनाए जस्तो गुल्मी मोडल बनाउने भन्ने सोचिरहेका छौँ। अब हामीसँग समय छैन। हामीसँग जम्मा 20-25 वर्ष छ। जसरी मेरो बुवा पुस्ता, जसरी मेरो हजुरबुवा पुस्ता फेल भयो नि एक हिसाबले, चाहेको अनुसार डेलिभर गर्न सकेन, हामीले आशा गरे अनुसार डेलिभर गर्न सकेन। अब हामीसँग त्यो छुट छैन कि मर कि गरको स्थिति हो। त्यो स्थितिमा जसरी मोदीले गुजरात मोडल भनेर भारतभरि जानुभयो, मैले पनि त्यसै गरी गुल्मी मोडल लिएर जान चाहन्छु। मलाई गुल्मी मोडल बनाउन हजुरहरूले सहयोग गर्ने कि नगर्ने? मलाई गुल्मी मोडल बनाउनको लागि हजुरले सहयोग गरिदिनुहोस्। काङ्ग्रेस एमाले माओवादी नबनिदिनुहोस्। मैले अहिले मात्रै जिताउने होइन, मलाई अहिले मात्रै 1 र 2 फेरि तपाईँले भन्नु होला सागरलाई 1 मा मात्रै जिताउने होइन। मलाई डिस्टर्ब हुन्छ। फेरि गुल्मी मोडलै बनाउने भने मलाई 2 मा पनि स्पष्ट जिताइदिनुपर्छ तपाईँहरूले। मलाई लागि किचिर हुन्छ, डिस्टर्ब हुन्छ, राम्ररी स्पष्ट रूपमा अगाडि जान सकिँदैन, खुट्टा तानेर ल्याङ हुन्छ, हिँड्न सकिँदैन। त्यही भएर तपाईँ ल्याङ गर्ने होइन। यसपालि स्पष्ट रूपमा 1 र 2 मा स्पष्ट बहुमत, भारी बहुमत दिएर जिताइदिनुहोस्। गुल्मी मोडल बनाउनको लागि जिताइदिनुहोस्। र त्यसपछि पनि फेरि अहिले मात्रै होइन, 5-7 महिनापछि म प्रत्येक पालिकामा आउँछु। 12वटै पालिकाका 12वटै नेतृत्व लिएर आउँछु म 5-7 महिनापछि। त्यसपछिको 2 वर्ष 3 वर्ष मलाई मात्रै पर्खिदिनुहोस्। बिन्ती 2-3 वर्षमा मैले गुल्मी मोडल कस्तो हुनुपर्छ भन्ने मैले देखाउन चाहन्छु। फेरि मैले भन्दै गर्दाखेरि, मैले हजुरहरूलाई यो गुल्मी मोडल भन्दै गर्दाखेरि अनुरोध के हो भन्दै गर्दाखेरि म हावादारीमा बोलेको होइन। मेरो पछाडि ब्याकग्राउन्ड छ, मेरो पछाडि मोडलिङ गरेको अनुभव छ। मैले चाहे किर्गिस्तानमा होस्, किर्गिस्तानमा पनि मैले एउटा सानो पालिकाको मोडल बनाएँ, त्यो सफल भयो। त्यसपछि जिल्लामा गएँ, त्यसपछि पुरै देशभरि मोडलिङ बन्यो। त्यसै गरी मैले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नि पहिले सुरु सानो हाइड्रो पावरका मोडलहरू बनाएँ, पछि ठुला हाइड्रो पावर मोडलहरू बन्छन्। मैले सानो कुरामा विश्वास गर्छु। र समग्र मैले गुल्मी जिल्ला मोडल भन्दै गर्दाखेरि हाम्रो देश बन्ने भनेको पहाडलाई कसरी विकास गर्न सकिन्छ भन्ने मोडल नबनेसम्म रूपन्देहीले मात्रै देश बनाउन सक्दैन। पहाडलाई कसरी उठाउने भन्ने महत्त्वपूर्ण हो। त्यही भएर साँच्चैकै कोही नेता छ भने पहाडलाई कसरी विकास गर्ने हो, पहाडलाई कसरी कायापलट गर्ने हो भने स्पष्ट रोडम्याप आउनुपर्छ। र त्यो मैले गुल्मी जिल्ला मोडल बनाउँछु भन्दै गर्दाखेरि फेरि गुल्मी जिल्ला मात्रै होइन नि, फेरि स्पष्ट हुनु होला। त्यो गुल्मी जिल्ला मोडल हामीले 77वटै जिल्लामा कपी गर्नुपर्छ। मैले पुरै देश सोचेर मोडल बनाउनुपर्ने छ, देशलाई नै कायापलट गर्नुपर्ने छ। एउटा गुजरात मोडल बनाउँदै गर्दाखेरि त्यो मोडल भारतभरि कपी हुन्छ भने गुल्मी जिल्ला बनाउँदै गर्दाखेरि गुल्मी नेपालभरि कपी हुनुपर्छ। सकिन्छ भने बङ्गलादेशमा कपी गर्नुपर्छ, भुटानमा पनि कपी गर्नुपर्छ। अब हामी सबै गुल्मेली जनताहरू जति पनि छौँ, एउटा थिङ्क ट्याङ्क नेपालको इन्टेलेक्चुअल पावर हाउस हो गुल्मी जिल्ला। मलाई जिताइसक्नुभयो भने पालिकामा हामीसँग बजेट हुन्छ, 7-8 अरब बजेट हुन्छ। 7-8 अरब बजेट भएर केन्द्रको पनि 5-7 अरब बजेट भयो भने 10-12 अरब बजेट हुन्छ। 10-12 अरब बजेट भयो भने मलाई गुल्मी जिल्लाका जति पनि विदेश हुनुहुन्छ, अमेरिकामा हुनुहोला, युरोपमा हुनुहोला, कहाँ हुनुहोला, सबैले हामीले स्पष्ट रूपमा उहाँहरूलाई हामीले केही हदसम्म उहाँहरूको इन्टेलेक्चुअल वर्गको क्षमता पनि हामीले केहीसम्म ल्याउन सकिन्छ। त्यही भएर यसपालि हजुरले केन्द्रमा मलाई पठाउँदै गर्दाखेरि मेरो चिन्ता पालिकामा पनि छ, मेरो चिन्ता 12वटा पालिकामा पनि छ। 12वटा पालिकालाई कसरी मोडल बनाउने, कसरी उद्योगसँग कनेक्ट गर्ने भन्ने कुराहरू छ। अस्ति भर्खर पनि म धनकुटा गएको थिएँ। धनकुटामा मेरो आफ्नै साथीले एउटा नमुना उद्योग खोल्नु भएको रहेछ। सुन्तलाहरूलाई ड्राई गरेर विदेशतिर प्रोडक्ट एक्सपोर्ट गर्दै हुनुहुँदो रहेछ। त्यही भएर हामीले उद्योगीहरूलाई पनि तर्साउने होइन, उद्योगीहरूलाई तर्साएर कहीँ पुग्दैन। हामी उद्योगीहरू भनेको देशका प्रमुख पिल्लरहरू हुन्। उनीहरूलाई हामीले गुल्मी मोडल के हुन्छ भन्ने कुरा चाहिँ मैले विस्तृतमा भनिनँ, धेरै नै समय जा। तर मलाई एकदमै हुटफुटी छ। हेर्नुहोस्, मलाई साँच्चै नै देश कायापलट गर्नै पर्छ। समय छैन। अब हामीसँग 20-25 वर्ष बाहेक समय छैन। अब पनि गर्न सकिएन भने मेरै उदाहरण हेर्नुहोस्, र तपाईँहरूको बुवा आमाको उदाहरण हेर्नुहोस्। मेरो बुवा आमाहरूले छोराछोरी टन्नै पाउनुहुन्थ्यो, 5-7वटा पाउनुहुन्थ्यो। तर हामी आउँदै गर्दाखेरि हाम्रो पुस्ताको छोराछोरी श्रीमती भनेको लगभग छोराछोरी पाउनै छोडिसक्यो। अब हामी पछिको पुस्ताले कसरी देश कायापलट गर्ने हो र? पुरै पपुलेसन घट्दैछ। त्यही भएर यदि हामीसँग यति पनि समय छैन कि हामीले हजुरबाहरूले गर्नु भएन, ठिक छ माफी दिन सक्छौँ, ल हजुरबा गर्नु भएन ठिक छ, ल सामान्य आराम गर्नुहोस्, बस्नुहोस्, मलाई गाली गर्न पर्दैन,
बुवा आमाले गर्नु भएन, गाली गर्न पर्दैन, ठिकै छ, आराम गर्न सक्छौँ, उहाँलाई महामारी केही हुँदैन। तर अब नाति पुस्ताले पनि गर्न सकेन भने हामीलाई पुरै नेपालले सराप्नेवाला छ। त्यही भएर यो हामीले कि मरको कि गरको स्थिति छ। यो ऐतिहासिक समय हो। यो 200-400 वर्षको इतिहास हेर्नुहोस्। 200-400 वर्षको इतिहास हेर्दै गर्दाखेरि अब हामीसँग साँच्चै नै भन्यो भने समय छैन। हामीसँग अबको 5 वर्षमा साँच्चै नै हामीले गरेरै देखाउनु पर्ने छ। त्यही भएर मेरो गुल्मेली जनतालाई अनुरोध छ, यसपालि 1 र 2 दायाँ बायाँ केही पनि होइन, सिधै 1 र 2 मा स्पष्ट भारी बहुमत 70-75 हजार मत खस्नेवाला छ। 1 मा त्यस्तै गरी 2 मा पनि त्यति नै छ। मेरो अनुरोध के हो भन्दै गर्दाखेरि बालेन शाहले विश्व इतिहास बनाउँदै गर्दाखेरि गुल्मेली जनताले पनि नेपालको इतिहास बनाउनु हुनेछ। नेपालको इतिहास बनाउनु होला। यसपालि पार्टीभन्दा माथि उठ्नु होला र गुल्मी मोडल बनाउनको लागि मलाई एकदमै सहयोग गरिदिनु होला र यसको लागि धैर्यता पनि गरिदिनु होला। जित्ने बित्तिकै कायापलट हुनेवाला छैन। 2-4 वर्ष 5 वर्ष कुर्नु होला, यति चाहिँ कुर्दिनु होला। कम्ती मलाई पालिकामा जित्नुपर्ने छ, यसपछि सङ्घमा त जित्नै पर्यो, नजित्दै हुँदैन। पालिकामा पनि स्पष्ट बहुमत, मेरो मात्रै पालिका रेसुङमा मात्रै सोच्ने होइन। अब पालिका जित्दै गर्दा हामी त्यो मोडलमा आउँछौँ होइन। तपाईँले सत्यवती मात्रै सोच्ने भने सत्यवती मात्रै को आउँछ म राम्रो होइन। हामी 12वटै पालिकामा 12वटा विभिन्न क्षेत्रका 101 उम्मेदवारहरू लिएर आउँदैछौँ। त्यो तयारी गर्दैछौँ हामी। त्यो तयारीको लागि तपाईँले मलाई सहयोग गर्नुपर्छ। मैले धेरै कुराहरू गरिनँ, मनमा हुटी छ, काया पलट गरौँ भन्ने हुटुटी छ र अहिलेसम्म गरेको पनि छु। नेपालभित्रै पनि बाहिर पनि मैले गरेका प्रमाणित व्यक्ति हुँ। प्रमाणित गरेको हुनाले आशा गर्ने एउटा आधार छ। गुल्मीकै केटो हुँ, गुल्मीकै छोरो हुँ, गुल्मीकै नाति हुँ, हजुरकै दाजुभाइ हुँ। यस कारणले गर्दाखेरि पार्टीभन्दा माथि उठेर यसपालि गुल्मी मोडलको लागि साँच्चै नै तपाईँहरूले गाउँ गाउँ गइदिनु होला। रूपन्देहीबाट सबैलाई बोकेर बसमा घर गइदिनु होला र यसपालि साँच्चै नै एउटा मोडल बनाउनको लागि इतिहास गुल्मीले नयाँ इतिहास क्रिएट गरिदिनु होला। यो इतिहासले साँच्चै नै देश कायापलट गर्न सक्छ। मैले यति नै भने।